जय गौ माता आमै। हजुर कति वर्षको हुनुहुन्छ? कति वर्षको हुनुहुन्छ हजुर? म 88 वर्ष लाए। आमा पनि 88 को हुनुभयो र यस गौशालामा हजुरहरूले सेवा गरेपछि हजुरको अनुभव कस्तो छ? यसो छोटकरीमा राखिदिनु पर्यो होला। एकदम खुसी लाग्यो। यस्तो मैले चाहिँ गाउँघरमा गाई पालेको हो। हजुर मेरो गाईहरू 17-18 हुन्थे। वनमा ठुलो वन थियो, त्यहाँ चराउँथेँ मैले। अनि अब विदेश लागेपछि अब छोडियो। यस्तै हो, गाईहरू यहाँ अन्त दिएर छोडी राम्रो खुसी लाग्यो। सेवा गर्न पाउँदाखेरि यहाँ त्यो सेवा गर्न खुसी नभए त्यो भित्रबाट छोरीले उहाँ हुल्च्याएर भित्र बाहिर गराउँछ। यहाँ हिँडेर आउनु भयो हैन? आइसक्दाखेरि यहाँ खुसी यस्तो बाटो हिँडेर आउनु। खुसी भएरै आएको हो। मेरो आमा भन्ने नि सेतीमाया हो। मेरो आमाको नाम है। मेरो सासु आमाको नाम 100 वर्षमा बित्नु भयो। आमा सेतीमाया भनेर मलाई आमाको नाम भन्न भन्ने।